सम्पूर्ण साथीहरुलाई नमस्कार। पछाडिको ब्याकग्राउन्ड हेरेर तपाईहरुले थाहा पाइसक्नुभयो होला। आज पनि म किचनमा छु र आज म मेरो आफ्नो व्यक्तिगत रेसिपीमा आफ्नो तरिकाले आलु र सोयाबिनको तरकारी पकाउन गइरहेको छु। सबैको आफ्नो आफ्नै पकाउने तरिका र रेसिपी हुन्छ। र यो आजको भिडियोलाई तपाईहरुले हेरेर साथ दिनु होला है त। धन्यवाद। र साथीहरु, अब यहाँ चाहिँ मैले सबै इन्ग्रेडियन्ट्सहरु रेडी गरेर राखेको छु। यसमा मैले प्याज, हरी खुर्सानी, टमेटो काटेर रेडी गरेको छु भने यहाँनिर धनिया रेडी गरेको छु। अनि त्यस्तै गरेर मैले आलुलाई यो तरिकाको पिस बनाएर राखेको छु। अनि त्यस्तै गरेर मैले यो चाहिँ सोयाबिन हो। सोयाबिनलाई मैले आधा घण्टा जति तातो पानीमा भिजाएर राखेर निचोरेर यहाँ राखेको छु। त्यस्तै गरेर यहाँनिर धनिया के भन्छ यसलाई, लसुन र अदुवाको पेस्ट बनाएको छु। र अब यो आलु र सोयाबिनलाई म तेलमा फ्राई गर्नेछु। हल्का हाफ फ्राई गर्नेछु है गर्नेछु। यहाँ चाहिँ यसरी म आलुलाई फ्राई गर्दैछु। अब आलुलाई केही बेरसम्म यसलाई म हाफ फ्राई गर्छु। हाफ फ्राई गरेर निकाल्नेछु। अनि त्यसपछि फेरि सोयाबिनलाई पनि यसरी नै फ्राई गर्नेछु। साथीहरु, आलु फ्राई भइसकेको छ। अब म फेरि यो सोयाबिनलाई यसरी यहाँ तेलमा हालेर सोयाबिनलाई पनि फेरि यसरी नै फ्राई गर्नेछु। सोयाबिनलाई पनि केही टाइम 2-4 मिनटसम्म फेरि यसरी फ्राई गर्नेछु। सोयाबिनलाई यो फ्राई हुँदैछ। यहाँ अब प्याज पनि ब्राउन भइसक्यो। अब प्याज ब्राउन भइसक्यो, त्यसपछि म यो यहाँ भएको टमाटर र खुर्सानी हालिदिन्छु। टमाटर खुर्सानी हालेर यसलाई केही बेरसम्म पकाउँछु। यसरी यसलाई केही बेरसम्म पकाउँछु। अब यो प्याज खुर्सानी पनि सब रेडी भइसकेको छ। अब यसमा म अघि फ्राई गरेर राखेको आलु हालिदिन्छु। त्यस्तै गरेर आलुपछि अर्को छ यो सोयाबिन पनि फ्राई गरेर अघि रेडी गरेर राखेको छ। यसलाई पनि हालिदिन्छु र यसलाई हालेर चलाउँछु। यसरी चलाउँदै जान्छु यसरी मजाले चलाउँछु। ल, तपाईहरुले हेर्न सक्नुहुन्छ फाइनली मेरो चाहिँ आलु र सोयाबिनको तरकारी रेडी भइसकेको छ। हेर्नुस्, आजको मेरो आलु र सोयाबिन तरकारी रेडी भइसकेको छ। साथीहरु, आजको मेरो भिडियो कस्तो लाग्यो तपाईहरुलाई? अनि यदि तपाईहरुलाई मेरो यो भिडियो मन पर्यो भने तपाईहरुले लाइक कमेन्ट पनि गरिदिनु होला। अनि अर्को एउटा कुरा यही भिडियो मार्फत पनि रिक्वेस्ट गर्न चाहन्छु, यदि जो साथीहरुको वालमा मेरो भिडियो आइपुगेको छ र जसले यो भिडियोलाई देख्नु भएको छ, तपाईहरुलाई मेरो हम्बल रिक्वेस्ट, मेरो यो फेसबुक पेजलाई पनि तपाईहरुले फलो गर्नु भएको छैन फलो गरिदिनु होला। र मेरो प्रोफाइलमा गएर तपाईहरुले मेरो युट्युब च्यानल छ, देव अफिसियल भन्ने च्यानल छ, त्यसलाई पनि तपाईहरुले सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। सबैको दिन शुभ रहोस्। ह्याभ अ गुड डे।